नियतमा कुनै हाम्रो केही छैन कि दुई बुँदे सहमति र सरकारसँग प्रमुख प्रतिपक्षी दल लगायत दलहरूले गरेको सहमतिमा के आलोचना आएको छ। सकारात्मक रूपले आउने आलोचनालाई हामी स्वीकार गर्छौँ कि आगामी दिनमा हामीले सडकमा हुने सदनमा हुने सङ्घर्षहरूमा आफ्नो कदमहरूलाई कसरी वस्तुगत बनाउने भन्ने शिक्षाको रूपमा लिन्छौँ। नियतवश गरिएका या योजनाबद्ध गरिएका आलोचना चाहिँ हामी त्यसलाई चाहिँ हामी आफ्नो कुरा राखेर डटेर सामना गर्छौँ। हामी त्यस्ता कुरा गृहमन्त्रीको राजीनामा मागेका थियौँ। हामीभन्दा अगाडि कङ्ग्रेसले नै मागेको थियो, सत्तारूढ दलभित्रै मागिएको थियो, अरूहरूले मागेका थिए र हामीले नैतिकता देखाउनुहोस्। तपाईँ आफ्नै सचिवालयमा मान्छेहरू मुछिए, प्रश्न उठ्यो, आफ्नै मातहतको सहसचिव आफैले पठाएको मान्छेमाथि प्रश्न उठ्यो। त्यसो हुँदा नैतिकताको आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्नुहोस् भन्यो। नैतिकता भन्ने कुरा व्यक्तिमा भर पर्छ। कसैले उच्च देखाउँछ, कसैले मध्यम खालको, कसैले निम्न खालको नैतिकता देखाउने हो। यो चाहिँ राजनीतिक विषय हो। त्यसो हुँदा यसमा गृहमन्त्रीजी तयार हुनु भएन। त्यसमा हामी अधि राखेनौँ। किन भन्दा चाहिँ भोलि कुनै पनि बेला छानबिन गर्दै जाँदा उहाँतिर सोधिने बित्तिकै उहाँले अदिने कुरा हुँदैन, दिनै पर्ने हुन्छ। त्यतिखेर फेरि हामी माग्छौँ त्यस्तो अवस्था देखियो भने अध्यागमन भिजिट भिसा मार्फत भएको प्रकरण जो छ, भिजिट भिसाको नाममा मानव तस्करी हुने काम भयो भनेर जसरी ठुलो स्क्यान्डलको रूपमा घटनाक्रम बाहिरियो, यो अहिले मात्र होइन कि विगतदेखि चल्दै आएको थियो भनिसकेपछि यसमा कहीँ न कहीँ संरचनामा त्रुटि छ, त्यसै गरी कानुनी रूपले त्रुटि छ र नीतिहरूमा कहीँ त्रुटि छ। त्यसैले त यो भइरहेको छ। यो रोक्नको लागि छानबिन गरौँ, अध्ययन गरौँ भनेका थियौँ। त्यो कुरोमा सरकार तयार हो र त्यसको लागि 1 महिनाभित्र उपयुक्त संरचनाबाट हामी अध्ययन गराउँ भनिसकेपछि उपयुक्त संरचना के हुन्छ अहिले टुङ्गो गरौँ भन्दा हामी त्यसमा उपयुक्त संरचनामा जान्छौँ। उपयुक्त संरचना एउटा न्यायिक छानबिन हो। त्यो चाहिँ सरकारले नै बनाउने हो। विगतदेखि अहिलेसम्म अनुभव र कानुनले दिने भनेको न्यायिक आयोग बनाउँदा सरकारले नै बनाउने हो। अर्को चाहिँ हुने भनेको एउटा विज्ञहरूको चाहिँ कार्यदलहरू बनाउने हो, समितिहरू। त्यो दुईटा मध्ये कुनै हुन सक्छ। त्यसमा चाहिँ आगामी दिनमा पनि त्यसमा अवश्य पनि परामर्श हुनेछ। त्यसमा छलछाम गर्न खोजियो, समिति बनाइएन या समिति बनाउँदा पनि झारा तार्ने खालको भयो भने हाम्रो विरोध रहन्छ। अर्कोतिर चाहिँ छानबिन गर्दा पनि ढाकछोप गर्ने ढङ्गले छानबिन गरियो, त्यहाँ पनि हाम्रो खबरदारी रहिरहेछ। अग्नि सापकोटासँग साथी हो अर्को भने त्यो कुनै पनि होइन। कहीँ प्रसङ्गै उठेको छैन। माओवादी डरायो कि हामी डराएका छैनौँ। यो सरकार बनेदेखि नै हामी बिचौलियाले बनायो, बिचौलियाले चलायो, बिचौलियाको स्वार्थमा भनेका छौँ। प्रधानमन्त्रीजीकै तहमा गठबन्धनका सरकारमा रहेका माथिल्लो तहकै साथीहरूकै तहबाट पनि हामीलाई प्रत्यक्ष अप्रत्यक्ष रूपमा धम्की दिने, फाइल खोलिन्छन्, सम्पत्ति शुद्धिकरण, अख्तियार या अरू कुनै सिआइबी लगाइन्छ भन्ने प्रत्यक्ष अप्रत्यक्ष धम्कीहरू आइरहेको छ। हामी डराएका छैनौँ, हामी डराउँदैनौँ। हामी जनताका कुरा उठाइराख्छौँ, जायज कुरा उठाइराख्छौँ।